सबैलाई नमस्ते। आजभन्दा करिब 5000 वर्ष अगाडि सुरु भएको सनातनी हिन्दू धर्म एउटा यस्तो जिउँदो इतिहास हो जहाँ विज्ञान र प्रविधिको उदय हुनुभन्दा हजारौं वर्ष अगाडि हाम्रा पुर्खाहरूले एउटा सभ्यता सिर्जना गरेका थिए। यस सनातनी धर्ममा आफ्नो पिता माताको परलोक भएको तिथिलाई आधार मानेर हरेक साल त्यही समयमा श्राद्ध गरिन्छ। त्यस्तै आज 2082 साल जेठ महिनाको 28 गते यानी कि ज्येष्ठ शुक्ल पूर्णिमा को दिन हाम्रो हजुरबुवा डिल्लीराम पौडेलको यस पितृ श्राद्धको बारेमा के गरिन्छ त भनेर मैले एउटा सानो भिडियो पस्किने जमर्को गरेको छु। यसलाई यो स्वस्तिक बनाउँछौँ। अब यसलाई चाहिँ के भन्नु राधे समाज ठिक छ। यो अब हामीले सबै सामग्री ठिक पार्दैछौँ भर्खरै। अब अहिले त्यो अब ऋषि भूमा देवता भन्ने चलन छ। पहाडमा चाहिँ यो थिएन, यहाँ थपिया छ यति। अब यो चलन लगाएँ। अब हजुर, अब यो यी ऋषि देवता हुन्। यी चाहिँ भूमा देवता भनेर पछि यहाँ चलन आएको छ। अनि यिनको चाहिँ पूजा हुन्छ के छ भने नैनम छिन्दित सहस्राणी नैनम दहति पावक न चैनी केतन्तपो न स्वसति मारुत आपदामा महतारम दातारम सरसमुदाम लोकाभिराम श्रीरामम भूयो भूयो नमाम्यम कृष्णाय वासुदेवाय हराय परमात्मने पतकेशनाशाय गोविन्दाय नमो नमः भुक्ति मुक्ति पदे देवी सिद्धि बुद्धि प्रदायिनी मन्त्र मूर्ति सदेवी महालक्ष्मी नमस्ते भनेर यसको चाहिँ मन्त्रद्वारा यो पूजा गरिन्छ। ऋषिको बेग्लै दीपनारायण पर्व साक्षी हुन्। हजुर, अरू ऋषि देवताजी भनेका यी विश्वदेवा हुने एकजना राख्छौँ। अब यो किसिम चाहिँ हाम्रो यहाँ कसैजनाले चाहिँ दुईवटा ऋषि राखेर 3 पिण्डको पनि गर्नुहुन्छ। तर त्यसमा चाहिँ के छ भने हाम्रा ज्योतिषविद शास्त्रीय धर्मशास्त्रका गुरुले एउटा मात्रै गर्नुपर्छ भनेर पात्रमा पनि लिखित गरेर पठाउनु भएछ। त्यो कारणले हामीले एउटा मात्रै ऋषि राखेर पूजा गर्छौँ अथवा एक विश्वदेवा मात्रैबाट। अब यहाँ कहीँ कहीँ चाहिँ धेरै भइसक्यो। अहिले 3टा पिण्ड गर्ने, 2टा ऋषि स्थापित गर्ने, एकजना देव ऋषि र एकजना पितृ ऋषि, 2टा ऋषि स्थापित गर्ने गरे पनि छन्। त्यसलाई पनि मान्यता दिएको छ सन्चै। तर खास शास्त्रमा चाहिँ के लेखेको छ भन्नुहुन्छ भने यो किताब पात्रैबाट हामी चल्छौँ सबैतिर। त पात्रमा चाहिँ एक विश्वदेवा राख्ने, एक पिण्ड गर्ने, एकोदिष्ट भनेको चाहिँ एकजनाको उद्देश्यले गर्ने श्राद्धलाई एकोदिष्ट। हजुर, एकोदिष्ट भनिन्छ। हजुर, मलाई यहाँको ठक्क अब रुपीकै कुरा बताइदिनुहोस् न। जस्तै यो भयो नि यहाँ यो तिल, हजुर यो पुष्प भयो, अहिले तर्पण दिने यो भइगयो। अब हजुरको यो चाहिँ हामीले तर्पण दिनको लागि दुध दही घिउ ठिक पार्छौँ। अनि त्यसमा चिनी लगाउँछौँ, अक्षता लगाउँछौँ, पुष्प लगाउँछौँ। अब तिल लगाउँदैन पहिला, भरे तिल लगाउने जब मूल पितृको देवताको आउँछ पालो अनि मात्रै तिल लगाउँछौँ। त्यो पानी हाम्रो तर्पण गर्दैन। ल हजुर, त्यसलाई राखेर मधुमान्नु वनस्पति मधुमास्ति राहु भवन्तिना ओम कविता महाय अध्यय आत्मविश्वास सबै सम्झ्यो आसन कविता महसी आसन पिता भाइ आत्रे गोत्राय कौशल नाम देव्या रुद्र सावित्री स्वरूपा त्रिलोक तस्य नमावास्य पशुको जन्म देवी देवा विश्वरूपे आमा बन्दा पिता र माता र चाँदा भनेका चाहिँ मन बन्दै हो आमा ए बच्चा हो त पुष्पनिशा वर्षरूपम ताभ्यम तामी श्रमावश्य पशुको जन्म देवी देवा विश्वरूपे आमा बन्दा पिता र माता र चामा सोम
अमृता दिनगम्य द अध्यय त्यसो भने पनि भयो नि पद्मनाभ अब यो तिन ओम अपाताश्री खदा भयो त्यस पछाडि अब हामी यहाँनिर चन्दन लगाउँछु अलिकति लगाउँदा थोरै यो केसरी यो चोकलेट लाउनु पर्छ त्यस्तै भएर यहाँ अलिकति कदली भनेको छ बाबाले कदली भनेको के हो खाइ भएको छ अनि भरे खोज्दा 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 यहाँ राखौँ अलिकति कति पानी लाग्ने त्यस्तो उल्टो पानी लाग्ने हो सबै अब चाहिँ हामी कपालको बटम खुस्काउने अनि सबै गरेर यसो हात पखालेर आचरण गर्ने ओम बाहुदे जन अस्तु ओम अस्तु ओम अनुजन भवेत् ओम भवतु ओम अब अतिथिम चलवे मय ओम लवदम ओम याति याचि तारसम सन्तु ओम सन्तु ओम माया जिस्म कञ्चन ओम मा यचेथा ओम यता सत्य आशिषन्तु इति प्रतिवचनम राख्नु ओम वसन्ताय नमस्तुभ्यं विश्वाय च नमो नमः वासावेद सत्संज्ञा रीतवे च नमो नमः ओम हिमन्ताय नमस्तुभ्यं नमस्ते शिशिराय च मा समशरीर सजीवस्य नमो नमः ओम स्वराज नमः सहस्राणि मैले नदी पावनमा कन्दापुर सुसित मार्ग आमनाम पवतारम दातारम हजुरबाको श्राद्धको लागि दीपक कुप्रीबाको श्राद्ध को ढगने भुल्कै छ ढगने ल हाम्रो आज स्पेसल विभिन्न परिकारहरू बन्दैछ यो आलुको केही परिकार ब्राह्मण भोजन गर्दैछौँ अनि लेनी चाहिँ के छ भैँसी कतिवटा कान्छो पर्दा चाहिँ कान्छो छोरा श्रीनाथ पौडेल अब एकपल्ट तपाईँ हजुरबुवाको तपाईँको सम्झनामा कसो लाग्छ तपाईँको बुवालाई बुवालाई सम्झनामा साह्रै भावुक हुन्छु है बुवाको स्वभाव भन्नेकाले रिसाउँदा छिटै रिसाउने रिस पनि छिटै मर्ने अनि त्यो बुवाकै हाम्रै स्वभाव पनि बुवाकै स्वभाव हामीमा आए जस्तो छ त्यस्तै हो सबै कुरो ठिकै हो बुवाले चाहिँ म 10 मा पढ्दै गर्दा 26 साल जेठ मा खस्नु भएको हो अहिले 55औं तिथि श्राद्ध आज सम्पन्न गऱ्यौँ यस्तै हो बुवाको सम्झना साह्रै याद आउँछ हामीहरू त माया गर्नुहुन्थ्यो सबैलाई बुवा जति पराक्रमी उद्योगी मेहनती त गर्न सक्यौँ न त्यही पनि सबै ठिकै छ बुवाको सम्झना याद खबर साह्रै आउँछ राम्रो गर्नुहुन्थ्यो हामीहरूले पनि सकेसम्म बाउलाई के गर्दा हुन्छ सबैले लोकले समाजले के गर्छ त्यो गर्न हामी कुनै भाइ पनि पछि परेका छैनौँ गर्दैछौँ जस्तो लाग्छ मलाई हामी अहिले जम्मा 6 भाइ मध्येमा हामी अहिले रहेका 4 भाइ छौँ 4 भाइले सबैले बुवाको याद खबर सम्झना वर्षै पछि सालमा 2 पटक हामी बुवाको गर्छौँ यो चाहिँ 31 भयो अब महालय भन्ने दसैँमा आउँछ दसैँमा चाहिँ पुण्यतिथि लिँदैन भनेर हामी अष्टमी तिथिमा बुवाको श्राद्ध गर्छौँ उहाँको कस्तो स्वभाव कतिको मायालु स्वभावको हुनुहुन्थ्यो तपाईँलाई एकदम केही सम्झना बाल्यकालको केही सम्झना योग्य क्षणहरू केही छ उहाँको सबै छोराछोरीलाई माया गर्न त हामीहरू जसरी गर्छौँ बाकै सिकेर गरेका पनि बाउले गर्ने हुन्थ्यो हामीहरूलाई पनि यादकर इलाम पढ्दा पनि कहिले म पढ्ने ठाउँमा पनि हुन्थ्यो म इलाममा पढ्थेँ श्याम शाह म इलाममा पढ्थ्यौँ त्यहाँ पनि आउनुहुन्थ्यो अब यो अड्डाको कामले गर्दा विशेष 1 छाक 2 छाक खाना पनि खानुहुन्थ्यो त्यहाँ र माया गर्नुहुन्थ्यो छोराछोरीलाई कान्छो छोरो भनेर झन् मलाई बढी माया गर्नुहुन्थ्यो जस्तो मलाई लाग्छ अरूलाई पनि माया गर्नुहुन्थ्यो सबैलाई र सबैले पनि बाउलाई आदर सत्कार गरिन्थ्यो सबैले गर्नुहुन्थ्यो म चाहिँ अलि सानो थिएँ बुवा खस्दा त आजको यस विशेष दिनमा हजुरबालाई सम्झिनु हाम्रो परम्परा
मात्र नभएर यो एउटा कृतज्ञताको भाषा पनि हो। उहाँले दिनुभएको माया, सिकाउनु भएको संस्कार र छोडेर जानुभएको विरासत, यही नै हाम्रो जीवनको आधार हो। आजको यस विशेष पलमा हामी हजुरबालाई भन्न चाहन्छौँ, तपाईँ हामीमा सधैँ बाँचिरहनुहुनेछ। धन्यवाद।